हाई एभ्रिवान, सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म यो पुरानो सोलर बनाउन गइरहेको छु। रिपेयर गर्न गइरहेको छु हामी होइन। यो सोलर चाहिँ अहिले चाहिँ खासै धेरै युज हुँदैन। पहिला यो बढी हुन्थ्यो, पुरानो जमानाको सोलर हो होइन। सोलर चाहिँ यस्तो छ, सोलर चाहिँ यहाँ 4वटा छ होइन। यो सबै कसरी बनाउने भनेर हजुरहरूले देखाउँछु। तपाईहरूले यदि कसरी बनाउने थाहा छैन भने तपाईले हेर्न सक्नुहुन्छ होइन। त्यसको लागि हामीलाई चाहिन्छ यति सामान भए पुग्छ होइन। यो सोलरको लागि केही धेरै सामान पनि चाहिँदैन। यो भयो हाम्रो सोलर प्यानल वासर, यसलाई सोलर प्यानल वासर भन्छ। अनि यो चाहिँ थिनर, अनि यो चाहिँ ब्ल्याकबोर्ड पेन्ट ब्ल्याकबोर्ड पेन्ट, अनि एउटा ब्रस सफा गर्नलाई, अनि सिसा सफा गर्नलाई चाहिँ यो यति भए पुग्छ। अनि तपाईहरुले भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है, म तपाईहरुले डिटेलमा देखाउँछु। अनि हामी चाहिँ आज 2 जना छौँ। यो पुरै काम कसरी गर्छौँ सबै देखाउँछौँ है। हाम्रो चाहिँ मेरो साथी चाहिँ यहाँ बसिरहेको छ है। ल, भिडियोलाई मन परे लाइक गरिदिनु होला साथीहरु। अब चाहिँ हामी सुरु गर्न गइरहेछौँ। मन पर्छ भने लाइक पनि गरिदिनु, शेयर पनि गरिदिनु। अनि तपाईहरुले लाइक शेयर गर्नुभयो भने मलाई पनि मोटिभेसन हुन्छ नयाँ भिडियो बनाउनलाई। ल, हामी स्टार्ट गर्छौँ। ल, पहिला सुरुमा चाहिँ हामीले के अरे माथिको कभरहरू सिसा निकालेर राख्नुपर्छ। के गर्न गइरहेछ। ल, लेट्स गो। ल है साथीहरु, हामीले सिसा निकालेर सक्यो। अब चाहिँ हामी यसमा यो पुरै सफा गर्छौँ ब्रसले। पुरै धुलो लागेको छ। यो वासर यस्तो भइसकेछ कुहिएर हैन। अनि यो सिसा पनि एकदम क्लिन गर्छौँ सरफ हालेर यता हैन। ल, हामी चाहिँ अब सुरु गर्छौँ है। ल, ब्रसले हामीले चाहिँ सफा गरिसक्यो होइन। अब कपडाले पनि पुछिदिनु पर्यो, धुलोहरू अलि राम्रोसँग झरेन। त्यही भएर कपडाले हामी चाहिँ पुछ्न जाँदैछौँ है। ल है, हाम्रो चाहिँ अब सफा गरेर सक्यो सोलर प्यानलहरू। सोलर प्यानल सफा गरेर सक्यो। अब चाहिँ हामी पेन सुरु गर्छौँ। पेनको लागि चाहिँ हामीलाई ब्ल्याकबोर्ड पेन युज गर्छौँ। ब्ल्याकबोर्ड पेन चाहिँ युज गर्नुपर्छ। अनि त्यसको लागि एउटा थिनर चाहिन्छ। यो दुईटा गरे पनि हुन्छ। ल,
अब चाहिँ हामी पेन्ट गर्छौँ। चाहिँ यस्तै मिक्स गर्नुपर्छ। काट्नु त छैन। फाइनली हाम्रो रेडी भइसक्यो। ल है साथीहरू, यसरी पेन्ट गर्नुपर्छ। के गर्नु? यो चाहिँ हाम्रो डबल कोट हो है साथीहरू, डबल कोट। फाइनली यस्तो भइसकेछ है साथीहरू, पुरै कालो। अझै नपुगेको ठाउँमा हामी अझै पेन्ट गरिरहेछौँ। यस्तो छ। अब चाहिँ वासर चाहिँ यसमा हाल्नुपर्छ होइन, यो धारहरूमा यस्तो प्यानल वासर।
ल है साथीहरू, हाम्रो चाहिँ अब सिसा धोएर पनि सक्यो। अब चाहिँ हाम्रो प्यानल वासर हाल्छौँ, त्यसपछि सिसा राखिदिन्छौँ, हाम्रो काम सकिहाल्छ। के गर्न टाइम लाग्छ, भिडियो चाहिँ लामो हुन्छ अलिकति। फाइनली हाम्रो सिसा धोएर सकिसक्यो, चमचम चमचम गराइसक्यो। ल है साथी, हामीहरू वासर चाहिँ यस्तै हाल्छौँ, प्यानल वासर हो यो साइडको धारमा राख्नुपर्छ। सिसा च्याप्प यसमा बस्छ है। पेन लाएर चाहिँ पुरै रेडी गऱ्यौँ। मेरोमा चाहिँ ब्याट्री नभएको हुनाले म चाहिँ धेरै लामो भिडियो बनाउन सक्दैन है। अब एकैचोटि हजुरलाई फिनिसिङ गरेको भिडियो देखाउँछु ल। फाइनल्ली हाम्रो काम चाहिँ सक्यो है साथीहरू। ल सबै चिज गरेर, अनि यो पानी परेकोले गर्दा यस्तो भयो। यस्तो छ है, पुरै एकदम मस्तले गरेका छौँ, दामी पाराले, क्लिन एकदम। फाइनली हाम्रो काम चाहिँ सक्यो साथीहरू। हाम्रो काम चाहिँ कस्तो लाग्यो तपाईहरुलाई प्रतिक्रिया दिनु होला। अनि मन पर्छ भने लाइक, शेयर, कमेन्ट गर्नु होला। ओके, आजलाई टाटा, बाई बाई।